हेलो गाइस, आज हामी बजार जाँदैछु हैन, के भन्छ मन्डी हैन। यहाँ हेर्न सक्नुहुन्छ सब्जी लिनु गएको मान्छे नानी खेलाउँदै बसिरहेको छ। बसिरहनु परेको छ। गाइस, हामी आइसकेको छु यता। डल्ले डल्ले 150 रुपये गोटा, ये 200 को छ, ये 140 को छ रहु। अंकल नमस्ते भन्। किलो माछा यस्तो छ गाइस, सिलगढीको माछाहरू। त्यसलाई के भन्छ थाहा छैन, तर यो खाने कुरा हो। यहाँ चाहिँ लो किन्दैछ, लो यसलाई लो भन्दैछ, माछाको लो भन्दै रहेछ। दादा उसका खाना पूरा बर्फ खत्म, 10 साल का 20 साल का जितना भी घुना पुराना बर्फ नहीं दादा, उसका असर होता है, लाल होता है, लाल। यस्तो छ यहाँको मन्डी बजार। मन्डी बजार हुँदैन चोर बजार के चोर बजार हो, चोर बजार। यहाँ चाहिँ सब्जी सस्तो पर्छ।